यस कार्यक्रमका अध्यक्ष महोदय, माननीय मन्त्रीज्यू, प्रदेशका माननीय मन्त्रीज्यूहरू, Excellency Ambassador of France to Nepal, foreign delegates, अरू अतिथि महानुभावहरू, पर्वतारोही पूर्णिमा श्रेष्ठ लगायतका सबै महानुभावहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, आज एउटा ऐतिहासिक दिनको स्मरणमा, जुन दिनले हामीलाई एउटा विशेष सन्देश दिएको छ, आत्मविश्वास, उत्साह, साहस, मित्रता आदि बढाएको छ। त्यो दिन 75 वर्ष अगाडि मौरिस हर्जोग, फ्रेन्च पर्वतारोही र लुइस लाचेन, आङथार्पु शेर्पा, उहाँ समेतले सफल आरोहण गर्नुभएको थियो। पहिलोपल्ट इतिहासमा 8000 मिटरभन्दा माथिको हिमालमा मानव जातिको पाइला पुगेको थियो र असम्भव ठानिएका कुरालाई सम्भव बनाइएको त्यो दिन थियो। त्यस दिनको सम्मानमा, त्यस दिनको स्मृतिमा र ती पर्वतारोहीहरू, ती गाइड, ती टोली नेता, त्यो टोलीका अर्गनाइजर, व्यवस्थापक लगायतका सबैको सम्मान सम्झना हामी गरिरहेका छौँ। मलाई लाग्छ सायद छिटै हर्जोगका छोरा नातिहरू पनि यहाँ आइपुग्नु होला भर्छ कि हेरौँ। 1950 जुन 3 का दिन, अर्थात् आजभन्दा 75 वर्ष अगाडि यो असाधारण ऐतिहासिक घटना भएको थियो। हाम्रो फ्रेन्च एम्बेसडरले भने जस्तै त्यो दिन एउटा that day was the day of friendship, courage and commitment. As she mentioned, I agree her feeling. एउटा नेपाल र फ्रान्सका बीचको सम्बन्ध जोड्ने कुरा पनि त्यस दिन असाधारण ढङ्गले सुरु भएको थियो। हामी यसो कल्पना गर्न सक्छौँ, भारतबाट उत्तरतिर लाग्ने त त्यस बेला कुनै बाटै थिएन। त्यस्तो अवस्थामा उहाँ पैदल हिँडेर नै यो सबै जानु पर्थ्यो र हिमालका टुप्पासम्म पैदलै, अरू कुनै उपाय हुँदैन हिमाल चढ्नलाई त। तर अरू हिमाल बाहेकको तरफ अरू भागहरू पनि उहाँले पैदल नै यात्रा गर्नुभएको। यहाँसम्म आइपुग्न पनि कठोर पैदल यात्रा गर्नु पर्थ्यो, धेरै उकाली ओह्रालीहरू चढ्नु पर्थ्यो। यो ठाउँ आफै असाधारण ढङ्गले दुर्गम ठाउँ थियो, जहाँबाट उहाँ उत्तरतिर पूर्वतिर लाग्नुभएको थियो। त्यस बेला 75 वर्ष अगाडि उहाँहरूले बिना अक्सिजन चढ्नु परेको थियो। हिमाल चढ्ने खालका उपयुक्त जुत्ता बिना चढ्नु भएको थियो, जसले गर्दा उहाँहरूका खुट्टाका औँलाहरू गएका थिए।
उपयुक्त पन्जा बिना चढ्नु परेको थियो, जसले गर्दा हातका औँलाहरू पनि गएका थिए। त्यो असाधारण साहस र हिमाल चढी छोड्ने 8000 मिटरभन्दा माथिको हिमाल चढी छोड्ने उहाँहरूको सङ्कल्प त्यो असाधारण सङ्कल्प थियो भन्ने कुरा देखिन्छ। म उहाँहरूको अत्यन्तै उच्च सम्मान गर्न चाहन्छु, प्रशंसा गर्न चाहन्छु। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस साहसिक कार्यले। र त्यसपछि सन् 1951 अन्नपूर्ण भन्ने पुस्तक मौरिस हर्जोगले लेखेपछि त्यसले विश्वमा नेपालको पर्वत श्रृङ्खलाहरू, पर्वतारोहण आदि कुराहरूलाई चिनायो र दुनियाँको ध्यान आकर्षण गर्यो। त्यसको 3 वर्षपछि तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथाको आरोहण गर्नुभएको थियो। ती 3 वर्षहरू हर्जोगले 1950 को जुन 3 मा चढेको र मे 29 मा सगरमाथा 3 वर्षपछि चढ्नु भएको। 3 वर्ष पुग्नका लागि खालि 5वटा दिन बाँकी रहेका थिए। उहाँहरूले त्यो 3 वर्षको अन्तरालमा सगरमाथा सर्वोच्च शिखर पनि आरोहण गर्नुभएको थियो। तर बाटो खोलेको 8000 मिटरभन्दा माथिको सर्वोच्च शिखर चढ्ने बाटो खोलेको चाहिँ मौरिस हर्जोगको नेतृत्वको टिमले नै हो त्यो बाटो खोलेको। र म यस्तो कार्यक्रम, यसको महत्त्व बुझेर, यसको ऐतिहासिक महत्त्व, यसको मित्रताको महत्त्व, यसको पर्यटकीय महत्त्व, यसको अन्य विभिन्न ढङ्गका महत्त्वहरू बुझेर यस पालिकाले जसरी मनाउनु भएको छ, यो अत्यन्तै प्रशंसा योग्य काम छ। म पालिकाको प्रशंसा गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु कि तपाईहरूले यो राम्रो कार्यक्रमको आयोजना गर्नुभएको छ। यसमा सहयोगी हातहरू बढाउने यो हिरक जयन्ती कार्यक्रममा पालिकासँगै पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अरू संस्थाहरू, अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति, सबैलाई पनि म धन्यवाद दिन चाहन्छु। आज मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङचुक शेर्पाको अर्धकदका शालिगहरू स्थापना भएकोमा मलाई अत्यन्त खुसी लागेको छ र यो अत्यन्त राम्रो काम भएको छ। म यस कामको पनि मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु। र मौरिस हर्जोगका छोरा माथिएस हर्जोग र नाति इथन हर्जोग सहित फ्रान्सेली कलाकारहरू लगायत सबै विदेशी पाहुनाहरू जो आउनुभएको छ, अघि नै मैले भने, यहाँहरू सबैलाई नेपाली भूमिमा हार्दिक स्वागत गर्न चाहन्छु।
मैले खास गरी आफू हिमाल चढ्न नसक्ने भएकोले होला सायद पर्वतारोहणमा मेरो धेरै रुचि छ। हिमालको नजिकै जाउँ भने नफर्किएला भन्ने डर। त्यसकारण म टाढैबाट हिमाललाई सम्मान गर्दै तर हिमालको आरोहण, पर्वतारोहण, ट्रेकिङ, हिमालको फेदफेदबाट हुने ट्रेकिङ लगायतका यस्ता कुराहरूमा रुचि राख्छु। र म धेरै वर्ष अगाडि फ्रान्समै गएर नेपाली राजदूतमा मौरिस हर्जोग जीवितै हुनुहुन्थ्यो। उहाँ र उहाँको पत्नीलाई एम्बेसीमा बोलाएर मैले अवार्ड पनि प्रदान गरेको थिएँ, सम्मान गरेको थिएँ र उपहार पनि प्रदान गरेको थिएँ पेरिसमै पुगेर। मलाई खुसी लागेको छ मैले उहाँलाई भेट्न पाएको थिएँ र नेपालको बारेमा, नेपालमा आएर त्यत्रो ऐतिहासिक काम गर्ने एउटा बहादुर व्यक्ति, उहाँलाई सम्मान गर्न पाएको थिएँ। मैले आफूलाई एउटा गर्वन्वित महसुस गरेको थिएँ त्यति बेला। म उहाँलाई अहिले पनि स्मरण गर्छु र उहाँको म्याडमलाई नमस्कार पुर्याइदिन उहाँका छोरा र नातिलाई पनि म आग्रह गर्न चाहन्छु। मैले पहिलो फ्रेन्च सगरमाथा आरोही पिर माझोसँग पनि मैले दुईपल्ट भेटेको थिएँ। नेपालको पर्वतारोहणको बारेमा, अन्नपूर्ण आरोहणको बारेमा, सगरमाथा आरोहणको बारेमा उहाँसँग कुरा गरेको थिएँ र पहिलो अन्नपूर्ण आरोहण गर्ने पनि र पहिलो 8000 मिटर माथिको हिमाल आरोहण गर्ने मौरिस हर्जोग लगायतका साथीहरू। त्यसमा मैले मौरिस हर्जोगलाई भेटेको थिएँ भने पहिलो सगरमाथा आरोहण गर्ने फ्रेन्च मध्येका पिर माझोलाई पनि मैले भेटेको थिएँ। उहाँलाई सगरमाथा चढ्नु भएकोमा धन्यवाद भनेको थिएँ, बधाई भनेको थिएँ। यस कुरामा जो विदेशीहरू पनि चढ्नु भएको छ त्यस कुरामा नेपाली शेर्पाहरूको असाधारण योगदान रहेको छ। मौरिस हर्जोग आफै लेख्नुहुन्छ, नेपाली शेर्पा नभएको भए म हिमाल चढ्न सक्ने पनि थिइनँ, म जिउँदो फर्किने पनि थिइनँ। म कसरी चढ्न सफल भएँ भने शेर्पाहरूको साहस, शेर्पाहरूको विश्वसनीय सहयोग र असाधारण मैत्रीभाव, यी कुराहरूले मलाई हिमाल चढ्न सफल बनायो र म हिमाल चढेको शेर्पाको सहयोगले हो उहाँले लेख्नुभएको छ। र शेर्पा नभएको भए त म जिउँदो फर्किन्न थिएँ भनेर आफ्नै अन्नपूर्णा भन्ने पुस्तकमा उहाँले लेख्नुभएको छ। शेर्पा नभएको भए म जिउँदो फर्किन्न थिएँ, फर्किनु सम्भव थिएन। अर्थात् माउन्टेनियरिङको सफलता, इतिहास, यी सबै कुरामा शेर्पा, नेपाली यिनीहरूको असाधारण हात रहेको छ। अहिले पछिल्लो समयमा अरू विभिन्न जात जातिका साथीहरूले पनि राम्रो रेकर्ड राख्नुभएको छ, अत्यन्तै राम्रो रेकर्ड राख्नुभएको छ। के पूर्जा अरे हाम्रो निर्मल पूर्जा, गोर्खाकी पूर्णिमा श्रेष्ठ लगायत अरू साथीहरूले पनि राख्नुभएको छ।
पूर्णिमा श्रेष्ठले एउटा नयाँ रेकर्ड के पनि राख्नुभयो भने अन्नपूर्ण चढ्ने कुरामा पनि पहिलो नेपाली हुनुभयो क्या र महिला नेपाली महिलामा पहिलो हुनुभयो। र सगरमाथा एकपल्ट चढ्यो फेरि बेस क्याम्प फर्क्यो, फेरि चढ्यो फेरि बेस क्याम्प फर्क्यो, फेरि चढ्यो फेरि बेस क्याम्प फर्क्यो गरेर कति दिनमा 8 दिन 13 दिनको बिचमा हिमाल कुदै गरेर 13 दिन बिताएर 3 पल्ट सगरमाथाको शिखरमा पुगेर बेस क्याम्पमा फर्किनुभयो। पूर्णिमा श्रेष्ठले पनि त्यो रेकर्ड राख्नुभएको छ। बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। र शेर्पाका लागि त झन् हिमाल भनेको केही नै भएन। कामिलितालाई 31 पल्ट चढिसके भर्खरै, 31 पल्ट सफल आरोहण गरिसके। अब कति आरोहण गर्ने हुन् टुङ्गो छैन। ती हिमालतिरै खेलिराखेका हुन्छन् प्राय। यसो मन लाग्यो भने एउटा रुपसेट बोको लौरोटेको उकालो लाग्यो, चढेर पो फर्क्यो हौ म त भन्यो, फेरि फर्क्यो। 32 पल्ट फेरि सुन्न बेर छैन हामीले, 31 पल्ट त भइसक्यो। सफलतापूर्वक उहाँले चढिसक्नु। म सबैको धेरै धेरै प्रशंसा गर्न चाहन्छु। र त्यस बेलाको चेतनामा मौरी सर्जोग नेतृत्वको टिमले अन्नपूर्णाको सफल आरोहण गरेर हात खुट्टा गुमाएर फर्किँदा पनि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले काठमाडौँमा बोलाएर सम्मान गरेको कुराले कमसेकम अरू केही नभए पनि राणाहरूमा पनि त्यति चेतना चाहिँ देखियो। त्यसलाई धन्यवाद भन्न चाहन्छु म मोहन शमशेरको काम, जसले यस्ता बहादुरहरूलाई, उहाँहरूले त चाकडहरूलाई गर्ने हो सम्मान, बहादुरलाई पनि सम्मान गरेको पाउँदा खुसी लाग्यो। हिमाल आरोहण अत्यन्त जोखिमपूर्ण छ। त्यसमाथि पनि अन्नपूर्ण आरोहण निकै धेरै जोखिमपूर्ण छ। यसबीचमा यो सन् 2020 सम्ममा आइपुग्दा 72 जना मानिसले ज्यान गुमाइसकेको अन्नपूर्ण आरोहणको क्रममा रेकर्ड थियो। तर पनि मानिस हार्न नजान्ने जात हुँदो रहेछ। जे भए पनि फेरि चढिरहन्छ, सफलता प्राप्त गरिरहन्छ। यी सबै कथा सुन्दा सुन्दै पनि पूर्णिमाले फेरि चढेर एउटा रेकर्ड नयाँ बनाउनु भयो कि नेपाली महिलाहरू पनि अन्नपूर्ण प्रथम आरोहण गरिसकेका छन्। अब पर्वतारोहणलाई, हिमाल आरोहणलाई त्यति बढी जोखिमपूर्ण हुन नदिन हामीले धेरै काम गरेका छौँ। र अहिले हामीले यदि सगरमाथा चढ्दै गरेको लस्कर देख्यौँ भने अचम्म लाग्छ। यति धेरै मान्छे सगरमाथा चढ्ने लस्कर, चढ्ने र ओर्लिनेले बाटो काट्ने ठाउँ पाउँदैन त्यस्तो लस्कर किन भएको छ भने सगरमाथा आरोहण अब त्यस्तो जोखिमपूर्ण रहेन। किनभने कुन बाटोबाट जाने, कसरी जाने, डोरी टाँगेको छ, अनेक सुविधाहरू छन्। गाइडहरू, पर्फेक्ट गाइडहरू छन्। कस्तोमा रिस्क हुन्छ, कस्तोमा हुँदैन, कस्तो मौसम आदि कुराहरू। सफल आरोहण 31 पल्ट गरिसकेका मान्छे छन्। 31 पल्ट सफल आरोहण गरेका मान्छेले अर्को 31 पल्ट कमसेकम असफल भएकै हुन्छ। किनभने वेदर बिग्रिन्छ, फर्किनुपर्छ, अरू हुँदा फर्किनुपर्छ। त्यसकारण अब मेरो ध्यान देशका दुर्गम ठाउँहरूप्रति छ।
यस कुराको प्रमाण यहीँबाट गइरहेको बेनी मुस्ताङ बाटो यहीँबाट गएको छ। यसले नै देखाउँछ मैले नै यो असम्भव कामलाई सम्भव बनाएर पहिलोपल्ट योजना बनाएर कार्यक्रम राखेर बजेट पनि छुट्याएर काम सुरु गरेको थिएँ। मैले सम्भवतः 4 अरब 10 करोड जति होला बजेट राखेर काम सुरु गराएको थिएँ र अब लोमान्थाङसम्म राम्ररी बाटो गएको छ र कोर्ला नाकामा अब त्यहाँबाट भन्सार पनि स्थापना हुने, त्यो नाका पनि खुलिसकेको छ र एउटा व्यापारिक केन्द्रको रूपमा आवागमनको रूपमा अब उतापट्टि इन्फ्रास्ट्रक्चर चिनिया साइडमा पूर्वाधारहरू पनि बनिसकेका छ। हाम्रो तर्फ बनाउनु पर्नेछ र हामीले यसलाई बिर्सेका छैनौँ भन्ने कुरा यहाँबाट यस्तो यता फर्केर मुस्ताङका साथीहरूलाई पनि सुनाउन चाहन्छु म। हामीले बिर्सेका छैनौँ र बिर्सिने कुरा होइन। त्यस्तै गरेर दुर्गमलाई सुगम बनाउने, असहजतालाई सहज बनाउने हिसाबले नै यो ट्रेकिङ यहाँदेखि बेस क्याम्प जाने ट्रेकिङ बाटोमा पनि 3 करोड रुपियाँ पहिले म प्रधानमन्त्री हुँदै छुट्याइएको थियो जस्तो मान्छु मैले र त्यसमा सहजता बनेको होला, बाटो पहिलेको भन्दा राम्रो, हिँड्न सजिलो, हिँड्न सकिने खालको बाटो बनेको होला भन्ने ठान्छु र अरू कुराहरूको पनि म आफै पनि विभिन्न ठाउँमा पुग्दा एउटा पर्यटन दूतको रूपमा प्रचार प्रसार गरिराखेका हुन्छु, कुराहरू गरिराखेका हुन्छु र हाम्रो ठाउँका सुन्दरताहरूको प्रचार गरिराखेका हुन्छु। यहाँका झरनाहरू रूप्सेदेखि लिएर अन्य झरनाहरू, टोड्के झरनाहरू, के झरनाहरू, यहाँ त थुप्रै झरनादेखि लिएर यहाँको हनी हन्टिङदेखि लिएर यी सबै कुराहरू पनि मैले विदेशमा जाँदा पनि चर्चा गरिराखेका हुन्छु र यी कुराहरूलाई अगाडि बढाउन कसरी ध्यान दिने, के गर्न सकिन्छ त्यसमा ध्यान गएको छ। यो अत्यन्तै मनोरम सुन्दर विभिन्न ठाउँहरू, यहाँ त नामै फुलबारी भन्ने गाउँ भएका ठाउँहरू छन्। फुलबारी साँच्चै फुलबारी जस्तै गाउँहरू छन्। गुराँसले रातै, लेकहरू रातै हुने ठाउँहरू छन् र यो एउटा पर्वत श्रृङ्खला नै, यो अन्नपूर्ण रेन्ज, लामो रेन्ज छ यो। त्यसो भएर यो यसभित्र थुप्रै 8000 मिटरभन्दा माथिका हिमालहरू छन्। त्यसो भएर यस भूमिको यो दुर्गम छ, अप्ठ्यारो छ, तर यसलाई त्यसै गरी बहुमूल्य वस्तुको रूपमा हामीले विकास गर्न सक्छौँ र यसलाई अगाडि बढाउन सक्छौँ। ती कार्यहरू गर्नुपर्दछ र यो क्षेत्र मुस्ताङको सन्दर्भमा मैले भनेको छु। मुस्ताङ एउटा साङ्ग्रिला भन्छन् नि, साङ्ग्रिला भनेको सबभन्दा सुन्दर, मनमोहक, चित्ताकर्षक सुन्दर ठाउँ हो। साङ्ग्रिलाको अर्थै त्यही हो, मनमोहक, चित्ताकर्षक, सबभन्दा सुन्दर, त्यस्तो ठाउँ मुस्ताङ हो। मैले विभिन्न ठाउँमा जाँदाखेरि पनि भन्ने गरेको छु, कलाकारहरूलाई भेट्दा पनि भन्ने गरेको छु, सुटिङ स्पट भनेको मुस्ताङ जस्तो हुनुपर्छ। साँच्चै कालीगण्डकी भन्ने त्यही छ। यता धौलागिरी, उता अन्नपूर्ण, उता नीलगिरी, अनेक हिमालहरू, यता मुक्तिनाथ, अलिक माथि दामोदर कुण्ड, अलिक एक खालको हाम्रो इतिहास झल्काउने, परम्परा झल्काउने लोमान्थाङ र माथि तिब्बतन प्लेटुसँग जोडिएको आँगन जस्तै ठुलो कोर्ला लगायत यी ठाउँहरूले र यहाँका झरनाहरूले, यहाँका पहराहरूले, यहाँका पहाडहरूले सबैले यस ठाउँलाई अत्यन्तै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा हामीले लिनुपर्छ यस ठाउँलाई र यस ठाउँले हामीलाई राष्ट्रिय उन्नतिमा, यस ठाउँको उन्नति हुँदा राष्ट्रिय उन्नति हुन्छ
वास्तवमा साह्रै दुर्गम ठाउँ हो। यसलाई हामीले सुगम बनाउनु पर्नेछ। यहाँ विभिन्न बाटाहरू छट्याउन सकिने सम्भावनाहरू छन्, टनेल मार्ग बनाउने सम्भावनाहरू छन्, केबल कार बनाउने सम्भावनाहरू छन्। यहाँ हाइड्रो पावरको धेरै विकास गर्न सकिने ठाउँ छ। मैले केही वर्ष अगाडि यहाँ मुस्ताङमा आएर सोलर सिस्टमको सुरुवात गरेको थिएँ र मलाई मान्छेहरूले हावाबाट पनि बिजुली निकाल्ने भन्दाखेरि हुन त अब उहिले पानीबाट निकाल्ने भन्दा पनि त जिस्क्याउँथे नि मान्छेले, त्यस्तै त हो। हावाबाट निकाल्ने भन्दा सूर्यबाट निकाल्ने भन्दा पनि मजाक उडाएका थिए। तर आज सौर्य ऊर्जा पनि एउटा वैकल्पिक ऊर्जाको रूपमा महत्त्वपूर्ण बनेको छ। हावाको ऊर्जा हामीले मुस्ताङबाट निकालेरै काम गरेरै देखाएका पनि छौँ। दुनियाँभरि हावाको ऊर्जा पनि एउटा भरपर्दो ऊर्जाकै रूपमा मानिन्छ, जसलाई ऊर्जा उत्पादन गर्ने, स्टोर गर्ने सबै कामहरू गर्न सकिन्छ। र यसभन्दा बढी अझ हामी अब ग्रिन हाइड्रोजन ऊर्जातर्फ जान खोजिराखेका छौँ र मुस्ताङ त्यसका लागि अत्यन्तै उपयोगी ठाउँ हुन सक्दछ। यसमा लगानीको पनि आवश्यकता छ। त्यसो भएर यतापट्टि हाम्रो अब यस कोर्ला नाकादेखि नौतनवा भैरवासम्मको बाटो सहज बनेको छ र अब केही समयभित्र हामी वहीँसम्म पक्की बाटो पनि पुर्याउँछौँ, कोर्ला नाकासम्म। यी कुराहरू म साथीहरूलाई बताउन चाहन्छु। अब मैले धेरै समय नलिउँ, हामीले बजेटमा यस ठाउँका लागि के गर्छौँ भन्ने कुराहरू पनि बजेटमा केही राखेका छौँ। अहिले मैले धेरै तपसिलमा डिटेलमा जान चाहिनँ। जे होस्, यहाँ धेरै सम्भावनाहरू बनेका छन्। यहाँको संस्कृति, यहाँको रीतिथिति, यहाँको पशुपालन र यहाँको मौलिकताले भरिपूर्ण थुप्रै कुराहरूले यो ठाउँ आफ्नै विशेषता भएको ठाउँ हो। यसलाई आफ्नै विशेषतामा हामी विकास गर्न सक्छौँ। यस सन्दर्भमा सरकारको ध्यान गएको छ र जानेछ। यहाँहरूका अपेक्षाहरूप्रति सरकारको ध्यान गएको छ र जानेछ भन्ने कुरा म फेरि दोहोऱ्याउन चाहन्छु। र आज यो अन्नपूर्ण प्रथम सफल आरोहणको हिरक महोत्सव हामी मनाइरहेका छौँ। 75 वर्ष पुरा भएको उपलक्ष्यमा हर्षोल्लासका साथ यहाँ विभिन्न सांस्कृतिक कार्यक्रमहरू साथ यी कामहरू गरिरहेका छौँ, मनाइरहेका छौँ। यसले आगामी दिनमा हामीलाई थप हौसला र मार्गदर्शन गरेको छ। यिनै कुराहरू राख्दै म सबैमा धेरै धेरै शुभकामना भन्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।